सो म चाहिँ अहिले डब्लुआरको सेकेन्ड सर्भिसिङ गर्न जाँदैछु होइन। सेकेन्ड सर्भिस चाहिँ आइदर 120 डेज किनेको 120 डेज प्रिभियस सर्भिस किलोमिटरको 3000मा हुन्छ भने सर्भिस चाहिँ किलोमिटर चाहिँ पुगेको छैन होइन। स्टिल अब डेज चाहिँ आएको भएर सर्भिस गराउनु जाँदैछु। अनि सर्भिस रेकर्ड चाहिँ मेन्टेन गर्नु होला है म्यानुअल अनुसार, किनभने भोलि गएर सर्भिस रेकर्ड मेन्टेन छैन भने चाहिँ वारेन्टीमा चाहिँ हल्का झमेला हुन्छ है। कुनै पनि बाइक अथवा गाडीमा सर्भिस रेकर्ड चाहिँ मेन्टेन गर्नु होला। रिसेलमा पनि अलिकति बढी रिसेल बढ्छ, त्यसपछि वारेन्टीहरूको केसमा नि फाइदा गर्छ है। यहाँ लुम्बिनी अटो वर्क्समा छु होइन। अहिले चाहिँ यहाँको मनसुन सर्भिस क्याम्प चलिरहेको रहेछ। सुनमा चाहिँ यस्तो यस्तो अफरहरू आइरहेको छ है। ल यहाँ सुरु हुँदैछ। बाइक पनि बोर्ड छ, नुवाकोटतिर गएर आएको थियौँ, सो वास पनि हुन्छ। अरू फेन मेरा भएको छ र छैन होला यो त। अनि कति 1000 किलोमिटरसम्म हुन्छ। यो फिल्टर चाहिँ अलिकति थोरै भइसकेको रहेछ, तर स्टकमा नभएको कारणले यही सफा गरेर हाल्नुपर्ने भयो होइन। नपाएको कुरा त नपाएको दाइ। यो चाहिँ के हो, पेट्रोलले सफा गरे? मोबिल चाहिँ यो वाला युज हुन लाग्छ होइन। कति लिटरको हो यो? 1 लिटरको रहेछ। अनि यो मोबिल फिल्टर चाहिँ भिटुकै लाग्छ। ए मोबिल फिल्टर चाहिँ एफजेड भिटुकै लाग्छ अरे है यसमा। यहाँ लोकेटेड हुन्छ मोबिल फिल्टर चाहिँ। ल अब मोबिल कस्तो झर्छ हेरौँ है त। राइड चाहिँ अलि अफरोड गएको थियौँ हामी, सो हेरौँ है त। साउन्ड त म्युट गरिहाल्छ यो मोबिल फिल्टर है। मोबिल कतिको छ दाइ? कालो छ? कालो छ। कालो छ है। योपालि अलिकति धेरै कुद्यो धेरै कुद्यो भन्दा नि अफरोडै अफरोड भयो क्या। मोबिल फिल्टर एमटीको लाग्दो रहेछ यार। एमटीको लाग्दो रहेछ। यो इन्जिन ओइल चाहिँ 850 ml लाग्दो रहेछ, त्यही भएर नापेर हाल्नु लाग्यो। 150 ml चाहिँ अझै बाँकी हुँदो रहेछ, त्यो चाहिँ म चेनमा युज गर्नुहुन्छ अब। यहाँ भर्खर वास भएर आयो बाइक होइन। यहाँ पानी पर्छ दाइ। बाइक वास हुने बित्तिकै पानी पऱ्यो त के भन्नुहुन्छ? पानी पार्नु पर्यो भने बाइक वास गर्यो हुने रहेछ है। ल अहिले चाहिँ स्क्यान हुँदैछ यो कनेक्ट भएर। पर्दैन त्यो 70 डिग्री पुगिसक्यो। एटीमा ठ्याक्कै देखाउँछ। ए
के फल्ट भयो भने आफै देखाउँछ आफै देखाउँछ। चारवटा 80 डिग्री सेल्सियस पुग्छ नि ठ्याक्क जम्मा देखाउँछ। यसमा त 4वटा मात्रै सेन्सर छ भाइ कसरी हेर्ने हो सेन्सर यो सेन्सर भन्ने ब्याट्री हो यो ब्याट्री भोल्टेज इन्टेक यो उसको हो थ्रोटल बडीको यो हेरे यो इन्जेक्टरको भयो यो auto अहिले चाहिँ sensor भयो। 13.2 भोल्ट आइरहेछ डाइनामोबाट ब्याट्रीबाट ब्याट्रीबाट तपाईँको सेल्फ हान्दा 1.5 सेन्सर त्यो यो चारवटा दिएको छ नि यो ए र भएर भनेको चारवटा सेन्सर यहाँनिर चाहिँ आउँछ नि अब यो एउटा भयो यो एउटा भयो यो एउटा यो अब यो नर्मल भनेको कुरा चाहिँ सबै ठिक छ हैन? नर्मल ठिक छ। त्यसले यहाँ नदाइ नर्मल आयो नि त सो त्यो बाइक चाहिँ सर्भिस पछि स्मुथ भएको छ होइन अनि या केही फल्ट छैन बाँकी अहिले स्क्यान पनि राम्रोसित गरेँ अब सो मेरो स्क्यानको रिजल्ट चाहिँ यस्तो छ होइन सबै कुरा नर्मल छ अकर्डिङ टु सर्भिस सेन्टर अथवा अकर्डिङ टु म्यानुअल चाहिँ सबै कुरा नर्मल छ होइन यो चाहिँ यसरी प्रिन्ट आउट निकाल्न सक्नुहुन्छ स्क्यान गराएर अनि बाँकी सर्भिस कस्तो कुरा गर्न पर्दाखेरि चाहिँ त्यति आयो है ओ खस्यो म अहिले ठिक छु 1878 आयो अनि यसमा डिस्काउन्ट चाहिँ इन्जिन ओइलमा 15% डिस्काउन्ट आएको छ भने ओइल फिल्टर पार्ट्समा चाहिँ 10% डिस्काउन्ट आएको छ अनि लेबर त अभियसली फ्री सर्भिस बाँकी नै छ सो यति आयो अनि अब त्यही हो अनि मैले छुटाएको कुरा भनेको चाहिँ त्यो डब्लुआरको एयर फिल्टरको त्यो माथिपट्टिको स्पोन्ज चाहिँ अलिकति ओइलले ल्युब गर्नुपर्ने रहेछ होइन नयाँ इन्जिन ओइलले अथवा फिल्टरकै लागि भनेर आउँछ होला कति कम्पनीमा तर मैले चाहिँ ओइलले नै गराउनु लाएँ सो पहिला चाहिँ त्यो ओइलले ल्युब नगराएको भएर चाहिँ त्यो फिल्टर चाँडै फोहोर भएको रहेछ भने अझै 2-3 ड्रप चाहिँ मैले त्यो स्पोन्जमा हाल्न लाएँ अनि त्यसले गर्दाखेरि चाहिँ धुलोहरू धेरै छिर्दैन अरे अनि मेरो साथीहरूको सर्भिस गर्दाखेरि चाहिँ सर्भिस सेन्टरले आफै गरिदिन्थ्यो अरे है यसलाई चाहिँ अब थाहा भएन कि जस्तो लाग्यो किनभने अब अरू बाइकहरूमा चाहिँ त्यो स्पोन्ज हुँदैन रहेछ यामाहाको होइन अनि यसमा हुन्छ अनि अब थाहा नहुनु पनि सक्छ है किनभने अरूमा चाहिँ यतिकै हावा हानेर सफा गरेर हुनुहुन्छ अनि यसमा पनि त्यही होला भन्नुभयो होला सो त्यो चाहिँ मैले ल्युब गराउनु लाएँ तपाईँहरू पनि ल्युब गर्नु हुँदैन भने चाहिँ गराउनु लाउनु होला है न त एयर फिल्टर चाहिँ छिटो छिटो फोहोर हुन्छ अनि छिटो चेन्ज गर्नुपर्छ फेरि एयर फिल्टर पनि कस्टली छ 2500 2500भन्दा बढी नै हुन्छ होला एयर फिल्टरको कस्ट चाहिँ सो यतिको सर्भिस कस्ट चाहिँ डब्लुआरको लागि एक्सपेन्सिभ लाग्यो कि ठिकै लाग्यो कमेन्ट गर्नु होला अनि या एयर फिल्टरहरू फेऱ्यो भने चाहिँ सर्भिस कस्ट बढी नै आउँछ है सो एभरेजमा चाहिँ अराउन्ड 1880 1880 चाहिँ सर्भिसको पार्ट्सहरू सबै गरेर लाग्यो भनेदेखि अब यो पार्ट्सहरू सफा गर्नुको लागि पेट्रोल पनि युज भएको छ बाइकबाट होइन सो 2080 जस्तो मानौँ न त्यति चाहिँ कस्ट आयो है ओभरअल गर्दाखेरि चाहिँ पेट्रोल सहित अब बाइकबाटै निकालेपछि त त्यो कस्ट पनि जोड्नै परेन होइन कम्पनीले आफै प्रोभाइड गरिदिएको होइन पेट्रोल नि सो सर्भिस गर्दाखेरि अर्को याद गर्नुपर्ने कुरा भनेको चाहिँ यो लेफ्ट साइडमा चाहिँ यहाँनिर चाहिँ यो यस्तो टाइपको लोकेटेड हुन्छ होइन यसलाई चाहिँ यसरी तानेर अनि अलि हार्ड रहेछ यसरी खोली हेर्नु होला होइन यहाँ चाहिँ आइदर ओइल अथवा पानी केही कुरा गएको छ भने चाहिँ यसरी जमेको हुन्छ है यो चाहिँ क्लियर गर्नु होला बेला बेला